ए सुन न, आज बिरालुले पुरै दूध खायो। बुढो सिरक उचालेर झस्किँदै आँखा फुलाएर, अरे बाबा, मैले कतिचोटि भनेको थिएँ नाङ्गै नसुत भनेर। रातभरि लुगै नलगाई सुत्ने, दुधको गिलास खुल्ला राख्ने, के गर्न खोजेकी थियौ? बुढी मुस्कुराउँदै, गर्मी थियो नि। बुढो रिस र डर मिसाएर, आज बिरालोले दूध खायो, भोलि तिमी भन्न थाल्छौ कुकुरले मेरो चाकमा हान्यो, पर्सि बाँदरले चढेर पुरै रात ठोकेर नाच्यो, अनि झनपछि त प्रदीपको भन्दा त छिमेकीको बोका ठुलो र कडा रहेछ भनेर गाउँभरि चिच्याउँछौ। बुढी हाँस्दै, अरे बुढा, तपाईँ त एकदमै रोमान्टिक कुरा गर्नुहुन्छ। बुढो पेट समातेर झन रोमान्टिक हुँदै, मलाई त अब राति निन्द्रा नै लाग्दैन। आज बिरालो, भोलि कुकुर, पर्सि छिमेकीको बोका पनि घरभित्र पस्छ कि क्या हो? अनि अन्तिममा तिमी भन्न थाल्छौ बुढो लिङ्ग त सानो र ढिलो रहेछ, कुकुर र बोका नै राम्रो। बुढी ठुलो हाँसो, हा हा हा, तिमी पनि बुढा। बुढो अब मैले पनि निर्णय गरेँ, आजदेखि म पनि नाङ्गै सुत्छु र भोलि बिहान बिरालो, कुकुर, बाँदर, बोका जे छ सबैलाई बोलाएर भन्छु, आऊ आऊ मेरो पनि दुध पिउन आऊ, जसले जति चुस्छ त्यसलाई च्याम्पियन अवार्ड दिन्छु। पत्नी लाजले रातो हुँदै हाँस्दै, अरे बुढा, तपाईँ त आज एकदमै रोमान्टिक र सेसी हुनुभयो। समझ रहे हो ना? अरे नेपालीको, तँलाई त म विशेष भिआइपी स्वर्ग नरक प्रिमियम प्लस प्याकेज दिँदैछु। तैँले जिउँदो छँदा रक्सी त खाएका थिएस, अप्सरा सपना देख्थिएस, पुण्य पनि अलिकति गरेको थिएस, तर पाप बढी नै थियो। नेपालीको जिब्रो निकालेर, वाह यमराज, के मिल्छ भन्नुस् न छिटो। हरेक रात 2 गिलास एकदमै नेपाली सेलिब्रिटी ब्रान्डको रक्सी, स्वाद त यस्तो कि तैँले स्वर्गको अमृत बन्नेछस्। र सँगै एकदमै हट अप्सरा, बलिउड प्लस कोरियन प्लस नेपाली मोडेलको मिक्स, कपाल लामो, कम्मर पातलो, मुस्कानले तँलाई पागल बनाउने, लाइट बन्द गरेपछि त झन् आगो। नेपालीको हात जोडेर नाच्दै छ्याप्प परेर, अरे बाबा, यो त सुपर स्वर्ग भयो नि, म त अब मर्न पनि तयार। दारू प्लस अप्सरा इज इक्वल टु पर्फेक्ट नाइट लाइफ, केही कमी छैन होइन? यमराज ठुलो हाँसो हाँस्दै आँखा चिम्लेर, अरे नेपालीको अझै पुरा सुन्न त, रक्सीको गिलासमा तल ठुलो ठुलो छेद हुनेछ, रक्सी त बगेर भुइँमा झर्नेछ, तैँले जिब्रोले चाट्नु पर्नेछ, तर अप्सरा ऊ तिमीलाई नजिकै बस्नेछ, काखमा बस्नेछ, कानमा मिठो मिठो कुरा गर्नेछ, तर छुनै पाइने छैन। ऊ भूत जस्तै, हात लगायो भने हावा मात्र। नेपालीको मुख सुकेर, यमराज अझ क्रोध बनाउँदै, अनि मात्र होइन, अप्सराले त तँलाई फुल बडी मसाज दिनेछ, तर आँखाले मात्र। तैँले अर्को गिलास भन्यो भने अप्सरा हाँस्दै भन्छन्, हजुर यो गिलास त छेद भएको हो, अर्को ल्याऊ, र त रक्सी पिउन खोज्दा अप्सरा नाच्न थाल्छिन्, तर तँलाई मात्र हेर्न दिने, छुन नदिने। नेपालीको रुने हाँस्ने गरी, यमराज यो त अति क्रूर नरक हो, मलाई सिधै पुरानो आगोको नरकमा हालिदिनुस् न, कम्तीमा जलेर छिटै सकिन्छु। समझ रहे हो ना?